म तिमीलाई सम्झन्छु हरेक पलहरूमा। मेरा कविताका पङ्क्तिले वर्णन गर्न नसकिएला, तर तिमीले दिएका अमूल्य क्षणहरू एक इतिहास लेख्नका निम्ति उपहार बनेर आएका थिए। म तिमीलाई हजारौँ पल पनि कहिल्यै बिर्सने छैन कि तिमीले मलाई कहिले सम्झनेछौ। जीवनका यात्रा त फरक फरक थिए, तर मेरो यात्रामा तिमीले दिएको साथ अमूल्य छ। म मन्दिरको घन्टी बजाउँदै सहर छिरेको थिएँ, तब मैले पाएँ तिमीलाई साथमा। हरेक पलहरू यादगार बनेका छन् कि तिमीले मलाई कहिले सम्झनेछौ। आज आँखा रसाएका छन् मेरा कि हामी फेरि भेट्नेछौँ र कि त यो एक सपना बन्नेछ कि त यो एक कल्पनामै रहनेछ। कथाले भन्छ कविता लेख, कविताले भन्छ कथा लेख, कक्षा 12 को अन्तिम दिन। जीवनमा फेरि पनि भेट्नेछौँ हामी कुनै दिन, जीवनमा फेरि पनि भेट्नेछौँ हामी कुनै दिन।